दर्शकबिन नमस्कार। म यति बेला जापानको पार्कमा रहेर भिडियो बनाइरहेको छु। यहाँको दृश्य देख्न सक्नुहुन्छ हजुरहरू। यो धेरै ठुलो पार्क छ। यहाँ जापानिजहरू आउने, बस्ने, एक्सर्साइज गर्ने, गफगाफ गर्ने। यहाँ कुकुरहरू ल्याएर, धेरै जसो त आफ्नो घरमा पालेको कुकुरहरू ल्याएर यहाँ डुलाउने गर्नुहुन्छ। यहाँ यति राम्रो छ, एकदम ठुलो एरियामा छ यो पार्क। यहाँ बिचमा एउटा भवन पनि रहेको छ। यो भवन देख्न सक्नुहुन्छ तपाईँहरू। यस्तो ठुलो एरिया छ। यति ठुलो एरिया छ कि यहाँ चाहिँ एक्सर्साइज धेरै जसो यहाँ चाहिँ एक्सर्साइज गर्नुहुन्छ। एकदमै दौड्ने काम गर्नुहुन्छ। यहाँ चाहिँ एक्सर्साइज गर्ने, दौड्ने कामहरू गर्नुहुन्छ। देख्न सक्नुहुन्छ तपाईँहरू। यति ठुलो पार्क छ। यो बिचको यो भर्खर यो घाँस पलाइरहेको छ। यहाँ तपाईँहरूलाई यो भिडियो मैले देखाइरहेको छु। जापानमा कस्तो रहेछ ठाउँ भनेर देख्न सक्नुहुन्छ। हुन त जतासुकै होला यस्तो ठाउँहरू भए तापनि जापानको ठाउँ भौगोलिक बनावट कस्तो रहेछ र त्यहाँ कस्तो किसिमले बनाउने रहेछ, त्यहाँको सरकारले के कस्तो नीति लिएको रहेछ भन्ने कुराहरू मान्छेलाई इच्छा देख्ने इच्छा हुन्छ। हेर्नुहोस्, यसरी यो जापानमा यहाँको नियमबारे लेखेर देखाइरहेको छ। यस्तो बोट बिरुवाहरू पनि, धेरै रुखहरू यहाँ यसरी हुर्काएका छन् जापानिजहरूले। यो रुखहरू हुर्काएको यहाँको शीतल त शीतल दिन्छ, यसले अक्सिजन पनि दिने भयो, वातावरण रमाइलो हुने, वातावरण पनि राम्रो हुने भयो। यहाँको संरक्षण धेरैजनाहरू यो पार्कमा काम पनि गर्नुहुन्छ। धेरै ठुलो पार्क छ। वरपरको दृश्य पनि देख्न सक्नुहुन्छ। वरपरको दृश्य यो ठुलो एरियामा, यो एरियामा लगभग धेरै जसो पार्क जस्तो छ। यहाँ एक्सर्साइजहरू गर्ने पनि बनाइएको छ। एक्सर्साइज गर्नेहरू त्यो बनाइएको छ। यहाँ चाहिँ वरपरको दृश्य देख्नुहुन्छ। म यो भिडियो बनाउँदै गइरहेको छु, तपाईँहरू हेर्दै जानुहोला। हेर्नुहोस्, देख्न सक्नुहुन्छ हजुरहरू। म यो भिडियो बनाउँदै गइरहेको छु। यो खेल खेल्ने ठाउँहरू, एक्सर्साइज गर्ने ठाउँहरू, यस्तो एक्सर्साइज गर्ने ठाउँहरू छ। यस्तो रुखहरू र यस्तो यो देख्न सक्नुहुन्छ तपाईँहरू। ठुलो छ, यो एरियामा बनाइएको छ। तपाईँहरूलाई देखाइरहेको छु, देख्न सक्नुहुन्छ हजुरहरू। ठुलो पार्क छ यो। तपाईँहरूलाई यो पार्क पनि के देखाएको होला भनेर झन्डै नसोच्नु होला। किनभने अब हामी विदेशको ठाउँहरू देख्न मन लाग्छ। विदेशको ठाउँहरू कस्तो होला, त्यहाँको आफू आएको मान्छेलाई त्यो खासै वास्ता र मतलब हुँदैन। नआएको मान्छेलाई त देखाउँ त्यहाँको ठाउँ कस्तो होला, भौगोलिक वातावरण कस्तो होला, त्यहाँका मार्केट बजारहरू कस्तो होला भन्ने हुन्छ। अब यस्तै भिडियोहरू म बनाइरहन्छु। कहिले यसो बजारतिर, मार्केटतिर, सुपर मार्केटतिर, यसो मेला पर्वतिर गएको बेलामा पनि म यस्ता भिडियोहरू बनाउने गर्दछु। हजुरहरूले हेर्न सक्नुहुन्छ। यसरी हामीहरू एक्सर्साइज गर्छन्। यहाँ म यो भिडियो बनाएर युट्युबमा राखिदिन्छु। हजुरहरूले हेर्नुहोला कस्तो रहेछ, जापानको पार्क कसरी बनाएको रहेछ भन्ने कुराहरू थाहा हुन्छ। यसरी हेर्नुहोस्, कति आनन्द आउने खालको एकदम मजा। म पनि यो पार्कमा आउने, घुम्ने डुल्ने गर्छु। हेर्नुहोस् यस्तो छ। त्यही भन्दै अहिलेलाई यो भिडियो यहीँ बन्द गर्दछु। यस्तै भिडियोहरू ल्याएर आउने बाचा गर्दछु। अहिलेलाई
नमस्कार, धन्यवाद।